सबैलाई नमस्कार फेसबुक मित्रहरू। म नेपालको धेरै वर्ष अगाडि अर्थात् 25-30 वर्ष अगाडि जुन समयमा यो नेपाल भन्ने देशमा अथवा हाम्रो यो राष्ट्रमा कुनै पनि बत्ती, सडक अथवा कुनै पनि सञ्चार माध्यमहरू थिएनौँ। सञ्चार माध्यमहरूको नाममा रेडियो थियो र कुनै मनका भावनाहरू आदान प्रदान गर्नको एउटा माध्यम भनेको हुलाक माध्यमबाट चिठीहरू लेखेर चिठीहरू आदान प्रदान गर्ने अवस्था थियो। त्यो चिठीहरू आफ्नो मनका भावनाहरू चिठी माध्यमबाट लेख्ने गर्थ्यो। तर त्यो स्कुलको लाइफ अर्थात् पढाइको लाइफ जोड्नुभन्दा अगाडिको मेरो जिल्ला धादिङ जिल्ला र साबिक धुवाकोट गाविस वार्ड नम्बर 1 पातले निवासी हो म। र मेरो भोगाइ र मेरो अनुभव मैले मेरो दाइहरू मध्येबाट अनुभव लिएका विषयहरू तपाईहरुको बीचमा राख्न गइरहेको छौँ। यो भिडियो अलिकति लामो हुन सक्छन् र यो कुरालाई तपाईहरुको बीचमा म राख्न चाहन्छु। हामी कहाँतिर त्यो बेलामा कुनै सञ्चार माध्यमहरू विकास भएको थिएनन्, कुनै टेलिफोन पनि थिएन र पनि हामीले त्यो ठाउँमा केटा र केटीको बीचमा जो खालको भावनाहरू साटासाट गरेर अहिलेको फेसबुक माध्यमबाट लभ गरेको जस्तै अहिले मेसेन्जरमा जुन खालको भावनाहरू पोख्ने गर्ने गर्छ, त्यो बेलामा त्यस्तो कुनै पनि सुविधाहरू थिएन। सुविधा नभइसकेपछि त्यो बेलामा कसरी मनको भावनाहरू चाहिँ एकले अर्कालाई भावनाहरू कसरी पोख्थ्यो त भन्ने विषय म तपाईहरुको बीचमा राख्न चाहन्छु। हामी कहाँतिर त्यो बेलामा बिहे, वर्धमान र जात्रा मात्र र हामी कहाँ त्यो अवस्थाहरूको बेलामा चाहिँ हामी एक गाउँको मान्छे अर्को गाउँको ठाउँमा जाँदाखेरि होस् या अर्को ठाउँको मान्छेहरू हामी कहाँ आउँदाखेरि होस्, त्यो जम्का भेट अथवा सबै एकै ठाउँमा ग्यादरिङ गर्ने बेलामा चाहिँ केटाहरूले केटीहरूलाई हेर्थ्यो र हेरिसके पछाडि त्यो केटीहरूलाई म एउटा तामाङको छोरा हो र तामाङ परम्परामै हुर्किएको र तामाङ समुदायकै व्यक्ति भएकोले हामी कहाँ त्यो बेलामा क्रहु भन्ने फिटा हुन्थ्यो। केटीहरूले चाहिँ रुमाल भन्ने चाहिँ बान्थ्यो, केटाहरूले चाहिँ टोपी नलगाइकन क्रहु भन्ने चाहिँ बान्थ्यो। त्यो क्रहु र रुमालको कथाबाट चाहिँ हाम्रो पहिलो सुरुवाती हुन्थ्यो। र जब केटाले केटीलाई पछ्याउन थाल्छ, यत्तिको केटीले मेरो घर गरी खान्छन् अथवा यत्तिको केटीसँग म चाहिँ लभ गर्नु पाएँ अथवा माया प्रीति गाँच्नु पाएँ भने हुन्थ्यो भन्ने केटालाई लागेपछि त्यो केटीको त्यो रुमाललाई अथवा पछ्यौरालाई खोज्न जान्थ्यो र खोसिसकेपछि त्यो केटीले हाँसेर केटाको क्रहु अथवा फेटालाई फेरि खोज्ने केटीले केटाको खोज्नेतिर अगाडि हात बढायो भने चाहिँ त्यो केटीले पनि त्यो केटालाई मन परेको छ भन्ने सङ्केत हुन्छ।
र केटा र केटीको सुरुवाती लभ त्यहाँबाट सुरु हुन्छ र केटा र केटीले एकले अर्काको कपडाहरू खोसेर उनीहरू आफ्नो घरमा फिर्ता हुन्छ र त्यस पछाडिको दिनमा चाहिँ एउटा साझ बिन्दु अथवा एउटा सम्झार माध्यमबाट भेटघाटको माध्यम मिलाउँछ। कुनै वन जङ्गलमा घाँसे काट्न जाँदा होस् अथवा गोठालो जाँदा होस् अथवा कुनै मेलापात जाँदा होस् त्यहाँ चाहिँ केटीको रुमाल खोसिसकेपछि त्यो रुमाललाई केटाले नरिवाल, काल्फी, जुल्फी र चुरोट पोक पारेर केटीलाई जो खालको भेट्न बोलाएको वन अथवा खोला नाला अथवा जङ्गल अथवा कहीँ डाँडा काँडातिर भेटघाट गर्ने क्रममा त्यसरी लान्छन् भने केटीले 5 पैयोँ 3 पैयोँ रक्सी पारेर अन्डको अम्लेट बनाएर अनि यो अनन्ती खट्टे भन्छ चामललाई उसिनेर अनि भुटेर ढिकीमा कुटेर अनि बनाएको भुटेको चामललाई अनन्ती चामलको अनन्ती खट्टे भन्छ। त्यो खट्टे सहित केटीले बन्दोबस्त गरेर पोक पारेर अनि त्यो केटाको खोसेर लगेको फेटामा पोक पारेर केटीले त्यो सामग्रीहरू दिन्छन् भने केटाले पनि त्यो रुमालमा काल्फी, जुल्फी, मिठाईहरू, चुरोटहरू पोक पारेर फिर्ता गर्छन् र त्यस पछाडि चाहिँ केटा र केटीको सुरुवाती कुराकानी सुरु हुन्छन् र बिस्तारी त्यसलाई चाहिँ आफ्नो मनको भावनाहरू गीत माध्यमबाट होस् र एकले अर्कालाई साटासाट गर्छ। अब त्यो बेलाको युगमा हामी कहाँतिर यसरी माया प्रीतिहरू घाँसिन्थ्यो। पछि चाहिँ अलिकति पढाइ लेखाइ भइसकेपछि चिठी माध्यमबाट अभिव्यक्तिहरू दिन पाएँ र बिस्तारी अहिले चाहिँ सञ्चारको दुनियाँमा आछ। अहिले चाहिँ फेसबुक माध्यमबाट विश्व एकै ठाउँमा विश्वमा छरिएर बसेका हामी एकै ठाउँमा जोडिने माध्यम भएको छ र अहिलेको युग र पहिलेको युगको चेन्ज भएको छ र पनि सम्बन्ध कायम गर्ने माध्यम चाहिँ अहिले यो फेसबुक माध्यमबाट भइरहेको छ भने त्यो बेलाको हामी कहाँतिर यस्तो छ। तपाईँहरू कहाँतिर कस्तो खालको अवस्था थियो त्यो युगको बेलाको तपाईँहरूले कमेन्ट गरेर तपाईँहरूतिरको यो भिडियो तपाईँहरूले हेर्नु भएपछि तपाईँहरूको अनुभूतिलाई पनि कमेन्ट माध्यमबाट अभिव्यक्ति दिएर हामीले यो मरिलाने जिन्दगी केही छैन, सबैले भावनामा सेयरिङ गर्ने, एकले अर्काको अनुभूतिहरू सेयर गर्ने यो फेसबुक माध्यमबाट नै हो। त्यसैले तपाईँहरूको जिल्ला अथवा तपाईँहरूको क्षेत्रतिर तपाईँहरूको जाति धर्म संस्कार संस्कृतिका अनुसार कस्तो चलन थियो त्यो पनि सेयर गर्नुभए अझ आभारी हुन्थ्यो र त्यसकै लागि अर्को भिडियोमा फेरि म यस्तै कुराहरू लिएर आउने नै छौँ। अहिले म बिदा हुन चाहन्छु। तपाईँहरूले पनि कमेन्टमा तपाईँहरूको अनुभूति लेख्नुको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद।